सो गाइस जाडोमा आउँदा चाहिँ एकछिन यसरी स्टार्ट गर्दिनु हैन किनभने सो गाइस आजको लागि रुम चाहिँ हो सो व्हाट्स अप गाइस वेलकम ब्याक कालिम्पोङ टु सुकुटेको भ्लगमा अनि खासै अब किन हाम्रो कालिम्पोङ आउने अब प्लान अचानक बन्यो अनि त्यसको लागि हामी थ्याङ्कफुल पनि छौँ है अनि त्यही हो अब चाहिँ हामी टेम्पल दर्शन गर्न जाँदैछौँ आज चाहिँ डे 2 हो अनि लेट्स गो चिसो छ अब अहिले चाहिँ हामी जाँदैछौँ के भन्नुहुन्छ टडक feeling excited सो गाइस तिमीहरू एउटा फन फ्याक्ट भनिदिन्छ है यहाँ चाहिँ बिहान बिहान गाडीहरू जहिले पनि स्टार्ट गर्नुपर्छ होइन नभएपछि यहाँ जम्दिने अनि त्यसपछि के अरे आइसकेर मतलब त्यो के इन्जिनहरू त्यो यताउति बिग्रिनु भएको कारणले चाहिँ बिहान बिहान चाहिँ यहाँ जहिले पनि स्टार्टहरू गर्नुपर्छ तिमीहरू पनि गाडी लिएर आयो भने त्यही गर्ने अहिले अफ सिजन भएको कारण माथि पूजा सामान नपाउने भएकोले हामीले तलबाट किनेर लग्यौँ सिकाना हेर नि पूजा सामान चाहिँ हामीले किन्यौँ अब पूजा गर्नुपर्छ अनि त्यही अनि गाइस वी आर अन टप रमाइलो भइरहेको कसै टकटक छ अब बिस्तारै चाहिँ हेरेर आइज उही यार भिडी कहाँबाट यो चाहिँ बाटो सो गाइस गेट पनि आयो अब हामी जाने सो गाइस खतरा खालको यहाँबाट देखिने भ्यू हुन्छ नि लाइक नेक्स्ट लेभल के अनि तर यहाँ आउँदा चाहिँ अलिकति बिस्तारै हिँड्नु होला होइन किनभने अलि हाई अल्टिट्युडमा छ नि होइन गाह्रो हुनसक्छ क्या सो एकदम बिस्तारै हिँड्ने टक्क पानी छ लिने अनि अलिअलि चुस्की लाउँदै मजासँग हिँड्ने त्यही हो सो लाइक 1-1.5 वर्ष अगाडि आउँदाखेरि चाहिँ अलिकति अर्कै थियो कि हुन्छ नि अब हिँड्नु पर्दैन होइन पुरा खतरा भएको थियो कि बट दिस टाइम नहिउँ अन्त अफ सिजन भएन तर ठिकै छ भगवान्ले ढोक्नु पाउनु ठुलो कुरो हो कि यहाँ आएर चाहिँ होइन अनि त्यही हो सो गाइस हामी चाहिँ नभए हाइक जस्तै भनौँ न सर्ट हाइक स्टार्ट भइसक्यो टकटक चाहिँ बजाएर टकटक के भन्नु आएर तपाईँ दादासँग आएर दादाले के भन्नुहुन्छ थ्याङ्क यू सो मच अक्सिजन मलाई फाट आउँदैछ त्यो एक्समा चाहिँ म के अरे पाइप जोडेर एकदम त्यो नाकमै हुन्छ नि पाइप जोडिदिन्छ नि अनि ठिक हुन्छ फाइनली सो यो टाइम हामी करिब 9,000 उचाइको खुड्किन चढ्दैछौँ एकदम डेन्जरस छ यहाँ 1 चान्स 1 मिस गेम फिनिस सो गाइस पूजा चाहिँ सक्यो अब हामी तल जाँदैछौँ टकटक चाहिँ पुरा जान डराएर टकटक डरायो होइन डर सबैलाई लाग्छ तर माउन्टेन ड्यू खाएपछि डर लाग्दैन बल्कि धेरै डर लाग्छ भन्ने दामी छ कि भ्यू त है चिप्लिरहेको कि मैले फाइनली गाइस हाम्रो केबल कार पनि आइसक्यो अब चाहिँ हामी यसमा जान्छौँ त नाकपट्टा जाने गाइस अब चाहिँ हामी तल जान्छौँ टक्कलार 2 दिनको जिन्दगानीमा टकटकसँग टकटक यहाँ एकदम एक्साइटेड भएर 2 जना मात्रै प्राइभेट बुक गरेको है एकदम मान्छेहरू भाटामा झ्याउ लाग्यो कि अनि त्यो प्राइभेट बुक गरेको
भान्जीहरू एक्साइटेड भएको होइन केबुल कार चढ्नु पाइन्छ भनेर मनकामना गएको छैनौ तिमीहरू चन्दागिरी गएको छैनौ ल ल यत्तिकै एक्साइटेड के सो गाइस छुर्की चाहिँ ल्याएँ यहाँबाट 1000 रुपैयाँ 1 किलोको अब होइन आएको बेला दिनु परिहाल्यो ठुलो दिगो यो तपाईँलाई बोनी गरिदियो भनेर ल धन्यवाद कसम बोनी गरेर ठुलो दिगो फेरि ठुलो हामीले यो सानो छ नि यो होइन यति मात्रै खाने मान्छे कोही हुन्न सो गाइस किन्यो बर्गर खानु पेटमा नाग्यो अब ब्रेकफास्ट हाल्छौँ होटलमा गएर अनि स्कुटी एकछिन स्टार्ट गर्छौँ त्यसपछि हामी सुकुटीतिर लाग्छौँ गाइस अब हिजो रात चिसोमा थियो स्टार्ट हुन्छ हुँदैन वान टाइम ओके वान टाइम स्कुटीको चाहिँ ब्रेक समात्दाखेरि लाइक स्टार्ट गर्दाखेरि कसैको ब्रेक समात्नु पर्छ नि त सो त्यही भएर स्टार्ट नभएर स्कुटी चाहिँ अफ यी गाइस लुगा चाहिँ यहाँ सुकेर सब भित्र छ नि होइन पानीले गरेर अनि यहाँ एउटा सो गाइस जाडोमा आउँदा चाहिँ एकछिन यसरी स्टार्ट गरिदिनु होइन किनभने इन्जिन चिसो हुन्छ नि त होइन अनि एकछिन तताउनु पर्ने हुन्छ किनभने रातभरि चिसोमा बसेर फेरि पछि प्रब्लम आउनु सक्छ त्यही भएर मजासँग एकछिन 10 मिनट स्टार्ट गरिदिनु अनि फ्रेस हुन्छ ब्रेकफास्ट टाइम अब चाहिँ हामी ब्रेकफास्ट खान्छौँ त्यसपछि छुकुटीतिर लाग्छौँ है त सो गाइस हिजोको पानीले सब बिगाडिदियो सब डेन्जर गरायो ठाउँ चाहिँ यही हो हामी बसेको ठाउँ चाहिँ यही हो दोलखा कालिम्पोङ रिजोर्ट सबजना आउनु होला नाइस हस्पिटालिटी सबै राम्रो छ त्यही हो रुम पनि राम्रो छ सो गाइज भर्खर मात्रै हुसु लाग्यो ल लिटरली के भर्खर घाम लागिरहेको थियो फेरि अन द स्पोट फेरि हुसु ल हेर न बाटै छ देखाएको छैन अगाडिको ल सही हो हुसु र अफरोडको सामना करिब 1 घन्टा गरेपछि हामी फाइनली सुकुटी जाने बाटोतर्फ निस्क्यौँ त्यहाँबाट फेरि हाम्रो जर्नी कन्टिन्यू भयो करिब 1.5-2 घन्टाको राइडपछि फाइनली हामी सुकुटी आयौँ र त्यसपछि हामीले हाम्रो स्कुटी पार्किङतिर लगेर राख्यौँ सो फाइनली गाइज हामी चाहिँ आइसकेको छौँ के भन्नु मन छ मलाई एक्साइटेड गर्मी टोटली गर्मी सुरुमा रिसेप्सनमा गएर हामीले रुम बुकिङ गऱ्यौँ र त्यसपछि केही नसोचिकन हामी बुफेतिर लाग्यौँ र अनि आफ्नो लागि टन्न खाना हालेर खान थाल्यौँ सो गाइज लास्ट गऱ्यौँ भएको थियो त्यसपछि हामीले रेड बुल खाने निर्णय गऱ्यौँ के भन्नु भन्नु गऱ्यौँ सो गाइज आजको लागि रुम चाहिँ हो रुम नम्बर 11 सुकुटी बिच विथ द हेल्प अफ रेड बुल भन्ने गर्छ अनि त्यही हो बुकिङ सुकिङ सब भइसक्यो अब एकछिन ड्रेसेस चेन्ज गर्छौँ म चाहिँ स्विमिङ खेल्दिनँ मेरो भाइ चाहिँ खेल्छु रे ऊ खेलोस् अनि त्यही हो सो गाइज अब हामी चाहिँ एकछिन यसो रिभरमा बसिरहेको थियौँ टक्क लाएर भिडियो सिडियो पनि अलिक बनायौँ अब चाहिँ सयल स्विमिङ गर्ने रे त्यही हो त्यसको लागि स्विमिङको लागि जाँदैछौँ अब स्विमिङको भरिपूर्ण मजा उठाइसकेपछि हामी दुई दाजुभाइ फेरि खाजा खाने टाइम भएकोले खाजा खान आयौँ र त्यहाँ पनि टन्न खानेकुरा घिच्यौँ के हुन्छ अरे तपाईँ के भएर भएको एकदम गरिब भएर यु क्यान सी माई स्वेट्स फेरि बोल्दा स्वेट अनि यस्तो गरिबमा के अरे कफी खानु हुन्छ नि थाहा छ यस्तो गरिबमा थाहा छैन होइन कफी खायो तारा आउँछ होइन भाइ कफी पेटमा जान्छ मेरो साथीको टाउको काटेको थियो अस्ति क्रिस भन्ने एउटा साथी थियो ए साथी छ मेरो त्यो कुकुर त्यसको तालु काटेको थियो यहाँ राति 12 बजी हस्पिटल आएको थिएँ अनि कति 50वटा टाँका हानेर टाउको चट्टै 2 टुक्रा होला थियो मैले गर्दा बचेको थियो थ्याङ्क यू भन्दैन फेरि अहिलेसम्म तल खोलामा गएर 1-2 घन्टा टाइम बितेको थाहा नै भएन र त्यो क्रममा हामीले भिडियो बनायौँ र एकछिन खोलामा इन्जोय गऱ्यौँ यताउति जस भ्यूहरू सिनेरीहरू सबै हेऱ्यौँ रमाइलो गऱ्यौँ फोटोसोटो खिच्यौँ
यति गर्दा गर्दै खाना खाने टाइम भइसकेको छ र हामी फेरि खाना खान गयौँ अनि टन्न खानासाना खाएर एकछिन डान्स गरेर त्यतिहाले